हेलो साथीहरु, सेवा मेरो अर्को नयाँ भिडियोमा हजुरहरुलाई धेरै पछाडी स्वागत छ। आज म नयाँ भिडियो बनाउँदै छु धेरै पछाडी। अस्ति पनि भिडियो त बनाथे, अस्ति एकचोटी भिडियो बनाथे। मलाई साथीहरु सबैजनाले मायामारी सक्नु भएछ। कस्तो दुःख लागेछ, रुनु मन लागेछ। यहाँ आँसु अलिअलि त आँसु पनि आइरहेछ। त्यसरी माया नमार्दिनु न, मेरो भिडियोलाई नि हेरिदिनु होला। मेरो मोबाइल बिग्रिएर हो मैले भिडियो बनाउनु नपाएको। अहिले चाहिँ मोबाइल मेरो पापाले गिफ्ट गर्नु भएको मलाई, अनि त्यसपछि नयाँ मोबाइलबाट भिडियो बनाउँदै छु। साथीहरु माया गरिदिनु है, मलाई पनि हेरिदिनु अन्तिमसम्म। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर धेरै भ्यू जानु पर्यो नि, अनि मलाई अर्को भिडियो बनाउनु जागर चलोस् के, यस्तो जागर चलोस् कि, यस्तो जागर चलोस् कि साथीहरु, कुरै नगरौँ। मेरो खुट्टा भुइँमा नहोस् है, चप्पलमाथि नै होस् भन्ने छु नि। त्यति आशा चाहिँ राखेको छु हैन। फेरि 18 भ्यूज मात्रै आयो भने म के गर्नु, रुन्छु नि साथीहरु। त्यति साह्रो पनि नभनौ हैन। अनि म आज धरानमा छु, आज चाहिँ। अनि आज चाहिँ हामी मेरो छोराको पूजा गर्नलाई कोसी जाँदैछौँ। म तपाईहरुलाई त्यो पनि देखाउँछु, कस्तो के गर्नुपर्छ, गर्नु पर्दो रहेछ हैन। अनि को जाँदैछौँ देखाउँछु, हेर्दै गर्नु होला। अब नुहाई धुवाई गरेर चिटिक्क परेर कुर्ता सुरुवाल लाएर, छोरा चाहिँ उठेको छैन, अनि छोरा उठाएर छोरालाई पनि नुहाई धुवाई गरेर हामी बाटो लाग्छौँ। अनि त्यति बेला म तपाईहरुलाई सबै देखाउने छु। माया गर्दै हेर्दै गर्नु होला। हाय त बाउ छोराको हालत चाहिँ यस्तो छ। सुत्ने स्टाइल हो यो चाहिँ। 8 बजिसक्यो। अच्छा मेरो छोरा त हाँसो त मुसुक निदाएको छैन क्या हो। अहिले चाहिँ रेडी भइसकेको अवस्था हो। अनि म चाहिँ कुर्तामा यस्तो टोपी लाउन आँटेको छु। काली मान्छे झन् काली हुन्छ कि भन्ने डर हो। हामीलाई प्रहरी दाजुभाइले देख्यो भने के गर्नु छ हजुर। स्टेप बाई स्टेप छ त नि। यता बुढा भयो, यता सोनु, यता हेर सोनु सानो मान्छे रहेछ भन। सोनु भयो, यता सोनुको भाइ हेर आदिश, यता आदिश भयो। अनि म अब एकजना छोरी जन्माएर चाहिँ अगाडि राखेर हिँड्ने है साथीहरु। अगाडि राख्ने टक्क, अनि 5 जना बाइकमा चढ्ने सरर। गाडी किन्ने अलिक हैसियत छैन, बाइकलाई नै गाडी रेल सबै बनाउनु पर्छ। पुन टुक्रे चाहिँ निदै हाल्यो। बाटो हेरेर हिँड है। हामी चाहिँ कोसीमा आइपुग्यौँ। अघि लानु भने घाम लाग्छ भनेर सोचेको थिएँ। पानी पर्यो। उठ्नु भयो हजुर? हजुर उठ्नु भयो? लो मुख के हो, पुक्क छ त। कोसी हो। पापाहरू त जानु भयो नि पर जानु हो। मेरो छोरालाई रमिता भइरहेछ नि। रमिता भइरहेछ। हामी चाहिँ पुन्ते नभएको भिडियो गरेको नि।
भिडियो गरेको नि हो सानो सानो हजुरको चस्मा खोइ चस्मा लाउनुस् त चस्मा लाउनुस् न बेबी आदिस ओइ नदेखे जस्तो गरेको हो लो हाँस्दैछ नदेखे जस्तो गरेको मामुलाई ओइ बिबो जिस्का गरे नक्कले लाउनु न तपाईँ पानी ठुलो पर्यो अब कहाँ जानु हामी कत्रो ठुलो पानी आयो नि पारीबाट हजुर ए ला झन्डै पानी आउँछ भनेर माथि गएको पानी त उताउतै फर्केर गयो नजाने छेउछेउ आया पर पूजा गर्ने ठाउँ चाहिँ पर छ अर्ग्यानिक टाइपको साग पठाइदिन्छु धेरै टाढबाट झरेको भनेर भन्ने कि अब जोगमुनिबाट आएको भन्नु नि दुईटा यसमा आँगा ल्याउनु पर्यो आँगा लाउनु यहाँ पैसा हजुर धजा पता कता खोइ कता पो छ यसमा हाम्रोमा परेको पानी त तर राम्रो खालको पो आयो यसको तुलनामा आयो पानी कुन खेल खेल्नु भएको सानोले ढुङ्गा अड्डाउने खेल हो आइ पाहुनाहरू चाहिँ आउँदै हुन्छ है भर्खर नहेरी पो ठनक ठनक गर्दै जानुहुन्छ त फर्केर गयो हिजो पनि आइगएको पानी वहाँ धरानभरि आयो यहाँ आउँदाखेरि एउटा थोपाइरहेन पानी आइता गएको प्लास्टिक बोकेर आएको नान्दा खानु के दिनु भएको पानी होइन खेलाउनु नि भाँड भयो दिनु आदिसलाई पानी त्यो सबै नदेऊ न पानी त हजुरआमालाई हजुरबालाई सानो अनि तिमी माथि अಯ್या तिमी माथि गएनौ तिमीसँग अघि जाँदै थियौ त फर्केर आयौ किन भोक लागेको थिएन हो र ल भोक नलागेको अनि तिमीलाई कति बजी 4 बजी ए 3 बजिसक्यो त पूजा आज सकिएको छैन है साथीहरु अन्त रात परि गयो 3 बजिसक्यो हामी सँगै जाने घर कसको चोरेर लाउनु भयो कसको टोपी चोरेर लाउनु आजको पूजा आज सकेर नि हामी फर्किन लाग्यो कति बेर भइसक्यो कति बजिसक्यो सक्यो सानो चप्पल मेरो छोरा चाहिँ भुइँमै हिँड्ने भन्छ कि बोक्नु मान्दैन त्यही भएर सोनुलाई कस्तो लाग्यो त आजको पूजा गरेर लु
बोल्दैन सोनु पनि बिरामी भएर आएको खोइ त नि बोलेको बिरामी भएर आएको सबै संसार घुमिसकेछु धन्न बिरामी भएछु होइन बिराम नभएको भए घुम्नु पाउँथ्यो त नि धन्न बिराम भएछु घुम्नु पायो कहाँ कहाँ पुग्यो त अनि तिमी बिराम नभएको भए नि कहीँ पुग्नु पाउँदैन थियो धन्न हौ धन्न होइन त्यही देवर भाउजू छोरा चाहिँ पर आउँदैछ खाली हिँड्ने भन्छ आनन्द भयो छोरा माथि बस्दा काठमा बस्दा आनन्द भयो बेबी मामलाई हेर्नु त बेबी हेर्नु खोज्दैछ बिचरा सकेन यता चाहिँ हाम्रो जेठानी दिदी हो खोटाङमा बस्नुहुन्छ अनि अस्ति नानी बिराम भएर आउनुभएको अनि हामीसँग घुमेर तपाईँलाई कस्तो फिल भइरहेछ त भन्नु त मलाई आनन्द रमाइलो भयो कि भएन भयो देउरानीसँग घुम्नु पाएको पहिलोचोटि होला होइन हजुर अनि सबै परिवारसँग भेट भयो नि त सोनु सर्नीमा यता छ हाम्रो छोरी म बिहे गर्दा ऊ चाहिँ सानो थियो टुङ गर्दै हिँड्थ्यो अहिले त तरुनी भएर लजाउने भइसक्यो अलिअलि ज्वाइँले पनि हेर्नु थाल्यो होला अब त होइन छैन थाल्यो होला नि राम्री छ यसो आँखा लाउँछ होला हो गलेर फ्याट भएर आयो मेरो छोरा आयो नक्कले यो के लाउनु भएको माला मेरो पुकु हो तिमी आजलाई चाहिँ मेरो भिडियो यति नै यसो होइन नि त अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई भन साथीहरूलाई धेरै धेरै धन्यवाद फेरि पनि भिडियो हेरिदिनु होला भन कोही भनेको बाई बाई